आज चाहिँ हामी जाँदैछौँ घुम्नको लागि यसरी सबैजना भएर अब कहाँ कहाँ जान्छौँ हामी चाहिँ पछि देखाउँछौँ गाइस चाहिँ गन्तव्यमा आइपुग्यौँ अब के गर्छौँ हजुरहरूलाई देखाउने नै छौँ गाइस हामी चाहिँ यहाँ आइपुग्यौँ हाम्रो गन्तव्यमा हामी चाहिँ आज समुद्रको बिचमा आएका छौँ घुम्नको लागि सबैजना भएर यसरी रमाइलो भइरहेछ समुद्रमा चिसो चिसो मन्द मन्द हावाहरू खाँदै हिँडिरहेको छौँ दामी सनसेट देख्छ यस्तो राम्रो समुद्रको बिचमा यति राम्रो भएको ठाउँ हेर्न आएका छौँ गाइजहरू यस्तो राम्रो छ यहाँ माथि पनि जङ्गलभित्र के छ थाहा छैन यहाँभित्र चाहिँ यस्तो समुद्र छ दिदीहरू भेनाहरू चाहिँ घुम्नु मजाले इन्जोय गरिराख्नुहोस् है यिनीहरूको यता चल्यो यो चाहिँ समुद्र यति दामी छ गाइजहरू के गर्नु यहाँ बसेर यसरी भिडियो बनाइरहेको छु यति दामी छ यो ठाउँ सबैजना घुम्न आउनु होला हामी चाहिँ यो ठाउँमा आएको छु गाइजहरू यस्तो छ ब्याट्री त सिद्धिन्न भर्खरै यो चाहिँ जापानको फिस फिट चाहिँ यस्तो रहेको छ अनि मेरो गीता दिदीको चाहिँ यस्तो आइज हामी चाहिँ अझै माथि सिडी चढेर जाने हो ल यहाँ चाहिँ यहाँको पानीले जल धुने भने शुद्ध भइन्छ अरे यस्तो राम्रो मन्दिर हाम्रो बेलास्टोरी हाल्नु जस्तो यो मान्छे आज ठिक लाग्छ है मलाई समुद्रको बिचमा यस्तो राम्रो मन्दिरहरू घरसँगको जङ्गलको बिचमा यस्तो राम्रो राम्रो ठाउँ छ हेर्नुहोस् गाइजहरू कति दामी ठाउँ गुफाभित्र भने पनि भयो राम्रो मन्दिरहरू रहेछ यहाँ जापानको नागोयाको फेमस नै भनौँ न त्यस्तो छ यस्तो राम्रो मन्दिर छ यता मन्दिरहरू छ तोरण बाटे जस्तो यहाँ जापानमा पनि तोरण बाट्ने रहेछन् हामी चाहिँ यसरी हिँडिरहेको छौँ घन्टी बजाइराख्ने यहाँ हामी चाहिँ यस्तो गुफाभित्र जङ्गलको बिच घुम्दै हौँ रात पनि परिसक्यो ए बा हो र वाउ तर यहाँबाट हेर्दा त हेर्नु त समुद्र कस्तो राम्रो देखेको सात समुद्र पारी आएर समुद्र हेरिरहेको जस्तो मन्दिर भइसकेको छ गाइजहरू हामी यति अँधेरो छ तर बाहिर समुद्र यस्तो छ हामी गुफाभित्र छौँ गाइजहरू हामीलाई हजुरले देख्नु भएको छ हामीलाई डर लागिसक्यो गाइस हाम्रो पछाडि कोही पनि छैन हामी एक्लै छौँ बचाऊ बादल पारी उडेर आजा किन